रूपन्देहीको तिलोत्तमा स्थित मणिग्राममा 8औं तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि पर्यटन महोत्सव 2082 हिजोदेखि सुरु भएको छ। महोत्सवको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँडले यो महोत्सव स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र प्रचार प्रसार गर्न उपयुक्त अवसर भएको चर्चा गर्नुभयो। यो अवसरलाई साना ठुला सबै उद्योगी व्यवसायीले सदुपयोग गर्नुपर्ने बताउनुभयो। उहाँले मेलाले स्थानीय कलाकारलाई समेत आफ्नो प्रतिभा बढाउने अवसर सिर्जना गरेको भन्दै मेला सफल पार्न तिलोत्तमाका सबै सङ्घ संस्था, राजनीतिक दल तथा सबै सरकारवालाले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी देवी चौधरीले स्थानीय उद्योगी व्यवसायीको व्यावसायिक उन्नतिको लागि महोत्सवले सघाउने विश्वास व्यक्त गर्नुभयो। त्यस अवसरमा उहाँले तिलोत्तमा क्षेत्रमा स्थायी प्रकारको मेलास्थल निर्माणको आवश्यकता रहेको औल्याउनु भएको थियो। कार्यक्रममा बोल्दै महोत्सव आयोजक संस्था तिलोत्तमा उद्योग व्यापार सङ्गठनका अध्यक्ष मेला मूल आयोजक समितिका संयोजक प्रेमजी एमले तिलोत्तमा स्थायी प्रकारको मेलास्थल अति आवश्यक रहेको भन्दै यसको लागि नगरपालिकाले मुख्य पहल गर्नुपर्नेमा जोड दिनुभयो। सङ्गठनले साना उद्योगी व्यवसायीलाई पनि साथमा लिएर मेला महोत्सव गरेको उहाँको भनाइ छ। कार्यक्रममा नेपाली काङ्ग्रेस तिलोत्तमा नगर अध्यक्ष हरिलाल पाण्डे, एमाले अध्यक्ष मिनप्रसाद पोखरेल, तिलोत्तमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानेन्द्र कार्की, उद्योग व्यापार सङ्घ बुटौलका उपाध्यक्ष पदम जीसी, सङ्गठनका उपाध्यक्ष भूपति नेउपाने, महासचिव हेमलाल नेउपाने, सचिव युवराज पराजुली लगायतले बोल्दै मेला सफल पार्न सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो। उद्घाटन कार्यक्रम अघि सचेतना र्यालीमा सहभागी समूहमध्ये उत्कृष्टलाई पुरस्कृत गरिएको थियो। पहिलो हुने नेपाल मगर सङ्घ तिलोत्तमा, दोस्रो लुम्बिनी एफएम टोल आमा समूह, तेस्रो नमुना टोल आमा समूह, चौथो कुञ्ज टोल समूह र सान्तोना जापानिज कराते डोको समूह नगदसहित पुरस्कृत भएको र्याली व्यवस्थापन उपसमिति संयोजक पवित्रा पौडेलले जानकारी दिनुभयो। महोत्सव पुस 1 गतेसम्म चल्नेछ। सोमबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म मेलास्थलमा रक्तदान कार्यक्रम समेत भएको थियो। कार्यक्रम संयोजक नितेश सिलवालका अनुसार 110 जनाले सो अवसरमा रक्तदान गरेका थिए। महोत्सवको आकर्षणको रूपमा लन्डन ब्रिजको नमुना गेट निर्माण गरिएको छ। त्यस्तै जलपरी, काश्मीर भ्याली, आइफल टावर, बाल उद्यान लगायतका संरचना निर्माण भएका छन्। महोत्सवको लागि 300 स्टलहरू राखिएको छ। महोत्सवमा आधुनिक प्रविधिबाट गरिने कृषि, पर्यटन, गार्मेन्ट, महिलाका उद्यमीका उत्पादन लगायत सामग्री समेटिएका स्टलहरू सहभागी रहेको जनाइएको छ। त्यस्तै महोत्सवमा विभिन्न खेल प्रतियोगिता, नृत्य प्रतियोगिताहरू जारी रहेका छन्। आज कलाकारहरू रामजी खाँड, दीपक दर्लामी, वसन्त खनाल, विष्णु मगर तथा सोनी डान्स ग्रुपको प्रस्तुति रहने कलाकार दिपु मगरले जानकारी दिनुभएको छ।